एभ्रिवान म आज बिहानको मर्निङ वाकमा चन्द्रबाबु दाइसँग म आएको छु। त्यसपछि चाहिँ म पनि यतै छु। म भिडियो गर उहाँ दाइ चाहिँ हिँड्ने अनि यस्तो बवाल हुनुहुन्छ कि मान्छे जसलाई पनि रुने मान्छेले हँसाउनुहुन्छ। आज हामी अब यसो ऐसेलु खान भनेर हिँडेका हौँ होइन दाइ। अनि हजुरको के छ प्रतिक्रिया दिनु? यस्तो के छ कस्तो छ बिहानको मर्निङ वाकमा? त्यस कारणले हामी म पनि यतै छु है। अब यस्तो हिँडेर हामी दुई भाइ यहाँ ऐसेलु खान मरिनेछौँ। अब हाम्रो यहाँ ऐसेलु पाक्दै यहाँ ऐसेलु पाक्छेलु यहाँ यस्तो पाक्या मिठो पाक्या यहाँ त ऐसेलु एकदम मिठो ऐसेलु छ। काका के छ प्रतिक्रिया दिनु? एकदम बवाल छ। हामी आज ऐसेलु खाँदैछौँ गाइजहरू। यहाँ यस्तो मिठो ऐसेलु छ। ऐसेलु पाक्यो मनैमा कस्तो मिठो ऐसेलु। यहाँ खाना आउनु होला। यी हामीले ऐसेलु खाइसक्यौँ। अब हामी यहाँबाट यताबाट आउँदैछौँ गाइजहरू। यस्तो खाएर बिचारानु न कस्तो रहेछ यार, मिठो रहेछ यार। गाइजहरू हामी त मिठो पाकेर खाइयो। अब यताबाट हामी घुमेर यस्तो मिठो छ। घरतिर जाँदैछौँ। चन्द्र अङ्कलको घर ऊ त्यो घर हो। अब यताबाट हामी यहाँ मर्निङ वाकबाट हुँदै यहाँबाट आएछौँ गाइजहरू। यहाँ हेर्नु न, यहाँ पछाडि फर्केर हाई भन्ने हेलो भन्ने छैन यार केही पनि यार। अब यो गुरुको लाइक टिकटकमा कमेन्ट सेयर गरिदिनु, लाइक कमेन्ट गर्नु भन्नु। चन्द्र अङ्कलको घर पनि पुग्यो। हामी चाहिँ यहाँ पुग्यो। तरकारी के छ? ल म गएँ आएन है। ल गाइजहरू यस्तो दाम मर्निङ वाक।